हेर्नुस् त साथीहरु कति धेरै फल्या रहेछ स्ट्रबेरी टिपेर नि खानु भएन छ घरमा आमा बुवाले सबै म हान्यो टिपेर सबै म कति राम्रो राम्रो फलेको रहेछ यतातिर नि फलिरहेछ ओ माय गॉड वाउ कति ठुलो ठुलो स्ट्रबेरी फल्या रहेछ यो चाहिँ हाम्रो किचन गार्डनमा यति धेरै स्ट्रबेरीहरु फलेको रहेछन् हाम्रो बारीमा चाहिँ यसपालि स्याउको फुल पनि फलेछ फुल फुलेछ यसपालि स्याउ फल्ने भयो यो भन्दा अगाडि चाहिँ स्याउ फुल फुलेको थिएन यसपालि यस्तो फुल हुँदो रहेछ स्याउको ल यति सानो बोटमा पनि स्याउ फल्ने भयो यसपालि हाम्रो हेर्नुस् त कति सानो बोट छ स्याउको तर यसपालि फुल फुलिसकेछ हाम्रो स्याउको बोटमा अलिकति दुई चारवटा स्याउ फल्ने भयो यसपालि जापानिज स्याउ भन्छन् यसलाई हाम्रो गाउँघरमा तर यसको असली नाम चाहिँ के हो मलाई नि थाहा छैन यसमा नि फुल फुलेछ अलिअलि एक दुईटा फल पनि लागिरहेछ अम्बाको चाहिँ पात झरेछ अब नयाँ पाल्ला पलाउन लागेको छ अम्बाको पोहोर फलेको थियो यसपालि पनि फल्छ होला सानो बोटमा पनि फल्छ यो अम्बामा चाहिँ हाम्रो बारीमा सुन्तलाको बोटमा फुलहरू पनि धेरै लागिसकेछ यसपालि पनि धेरै फल्ने भयो सुन्तला केराको बोट चाहिँ सानै छ कहिले फल्ने हो भुइँकटर यसपालि फल्या थियो यतातिर अब एक दुई वर्षमा फल्छ होला कुरिलोको नयाँ पालुवा पलाएको रहेनछ तरकारी खानलाई बिस्तारै पलाउँछ होला रुख टमाटरको रुख यत्रो भएछ रुख टमाटर